यसमा चाहिँ हाम्रो जुका मार्ने के भन्छ स्रब बोकेको हुन्छ है। अन्त हाम्रो कुकुरहरू चाहिँ माथितिर छ हो माथि बोक्दैछ गुच्ची। त्यतिकै घोप्टो बनाएर देखाउनुहोस् न यहाँ। यो चाहिँ हाम्रो जुका मार्ने अन्त गमबुटमा चाहिँ यसरी दल्नुपर्छ। लुगा पनि दल्छ नि बाटो मान्छेहरूले चाहिँ। म चाहिँ अलिक लाटा परेँ कि खालि गमबुटमा मात्रै दल्छु। होइन तिनीहरू के भयो फस्यो? दिदीको हतियार चाहिँ यसरी उदाउनुहुन्छ यहाँ हेर बिसाउने डाँडामा। अन्त यहाँ बस्दा बस्दै चाहिँ कतिजना चाहिँ आउँछ होला अब घाँसमा। हेरौँ है, दुईजना त यहाँ जाँदैछ, दुईजना जाँदैछ। अन्त यो बिसाउने डाँडामा चाहिँ दुईटा बाटो छ। एउटा चाहिँ उकालो जाने, यहाँ जाँदा यहाँदेखि जाँदाखेरि गाउँ पनि पुग्छ, जङ्गल पनि पुग्छ घाँस काट्ने। यहाँदेखि जाँदा चाहिँ एकलव्य स्कुल पनि पुग्छ, जङ्गल पनि पुग्छ। अन्त यतादेखि चाहिँ हाम्रो आउने बाटो हो। अब म बसिबसु को आउँदो रहेछ। दिदीले चाहिँ नखाइकन आउनु भएछ। अन्त ला दिदी झर्यो छ्याउ। दिदी कत्रो मुख फाटेको रहेछ। अन्त खाँदा हुन्छ हौ छ्या। 5 सेकेन्ड पनि नभए भुइँदेखि टिप्यो भने चाहिँ धुलो लागेको हुँदैन अरे। त्यही भएर म यसलाई नै खाने गरेको छु। यो चाहिँ म खान्छु नै खान्छु, किनकि यो 5 सेकेन्ड भयो भने चाहिँ 5 सेकेन्ड अलिक नाग्यो भने चाहिँ धुलो लागेको हुन्छ अरे। अन्त 5 सेकेन्ड पनि भएको छैन। यो बिसाउने डाँडामा बसेर चाहिँ म यो बिस्किट खान्छु। योसँग चाहिँ दिदी नुनको चिया हुनु पर्थ्यो, तर अब कुकुरलाई हामी जस्तो मेहनत गर्नु कुकुरलाई मनपर्छ। अब चाहिँ हाम्रो गाईहरूले अम्लिसो खाँदा खाँदा वाक्कै भएर हामी चाहिँ आज गकलेतो घाँस काट्नु गएको। मान्छेहरू धोका खाएर के तर्पिन्छ, जुका तर्पेको हेर्नुहोस् त यहाँ।